सो हेलो सम्पूर्णमा नमस्ते। आज चाहिँ हामीले सेटको पार्ट 3 लिएर आएका छौँ। अनि अघिल्लो भिडियोमा चाहिँ हामीले पर्सेन्टेजसँग रिलेटेड बेसिक क्वेसन गरेका थियौँ भने अहिले चाहिँ अलिकति एक्सपर्ट टाइपको क्वेसन, अलिकति हार्ड टाइपको क्वेसन गर्ने प्रयासमा छौँ। सो भिडियोलाई अन्त्यसम्म हेरिदिनु। अनि फर्स्ट अफ अल त के गर्नु भन्दाखेरि भिडियो पज गर्नु अनि त्यसपछि क्वेसन कपीमा सार्नु अनि एकचोटि तपाईँले आफैले गर्ने ट्राई गर्नु। बिलिभ इन योरसेल्फ, यु क्यान डु एभ्रिथिङ भन्ने भनाइलाई सार्थकता पारिदिनुहोस् एकचोटि होइन। ट्राई गर्नुहोस्, के थाहा मिली पो हाल्छ कि। तपाईँले फर्स्ट भिडियो हेर्नुभएको छ भने एकदमै मिल्न सक्ने 90% प्रोबेबिलिटी छ। सो एकचोटि आफूले ट्राई गर्नु है त। ल भिडियो पज गर्नु पहिला। ल अब चाहिँ हामी लागौँ भिडियो क्वेसनमा के दिएको छ फर्स्ट अफ अल त्यो बुझौँ है त। क्वेसनमा के भनेको छ भन्दा आउट अफ 1,15,000 स्टुडेन्ट 20% फेल इन एसएलसी। अब स्टुडेन्ट रहेछन् कति 1,15,000 स्टुडेन्ट रहेछन्, 20% चाहिँ एसएलसीमा फेल भएछन्। अनि 40% अफ द फेलर्स फेल्ड इन साइन्स भन्ने यो 20% मध्येको पनि 40% चाहिँ साइन्समा मात्र फेल भए अनि 35% चाहिँ म्याथमा मात्र फेल भए अनि 5% चाहिँ अरू सब्जेक्टमा फेल भएछन् क्या। म्याथ र साइन्स बाहेक भनेपछि अरूमा फेल भयो भनेपछि तिनीहरू म्याथ र साइन्समा फेल भएनन् भन्ने कुरा बुझ्नु पर्यो। म्याथ र साइन्सभन्दा बाहिरका भयो तिनीहरू, त्यो बुझ्नु पर्यो होइन हामीले। अनि त्यसपछि यहाँ क्वेसनमा के सोधिएको छ हामीलाई भन्दाखेरि अब तिनीहरूमध्ये चाहिँ कतिजना चाहिँ दुइटै साइन्समा र म्याथमा फेल भयो भन्ने कुरा सोधिएको छ होइन। अनि चाहिँ अब इन्फर्मेसनलाई भेन डायग्राममा देखाउनु पठाएको छ। सेकेन्डमा गएर हामीले चाहिँ यो भेन डायग्राममा चाहिँ फर्स्टमै देखाउँछौँ। सुरुमा गिभन के छ सार्छौँ अनि त्यसपछि चाहिँ यसलाई भेन डायग्राममा देखाउँछौँ, जसले गर्दा हामीलाई फर्स्टको क्वेसनको सोल्युसन निकाल्न एकदमै इजी हुन्छ क्या। फर्स्टको सल्भ गर्न थाल्यो भने हामी गन्जागोल हुन्छौँ त्यही नै। त्यही भएर फर्स्टमा जहिले पनि जुनसुकै सेटको प्रब्लम गर्दा पनि फर्स्टमा चाहिँ त्यो क्वेसनलाई भेन डायग्राममा बनाउन ट्राई गर्ने है त। सो अब चाहिँ यसमा गिभन के छ त्यो लेख्नतर्फ लाग्यौँ हामी। सो हेर्नु है त, यो क्वेसनमा चाहिँ हामीलाई गिभन कुराहरू पत्ता लगाउन नै अलिकति अप्ठ्यारो छ क्या। फर्स्ट अफ अल चाहिँ हामीले नम्बर अफ यु कति हुन्छ त्यो पत्ता लगाउँ होइन। धेरैजनालाई के लाग्न सक्छ भन्दा यो 1,15,000 जुन दिएको छ नि त्यो नै नम्बर अफ यु हो। तर यो क्वेसनमा त्यस्तो चाहिँ हुँदैन। किन भन्दाखेरि चाहिँ यहाँ फेल्डको कुरा गरे क्या। फर्स्टमा त 20% एसएलसीमा फेल भयो अनि 40% चाहिँ फेलर साइन्समा मात्र भयो, 35% चाहिँ म्याथमा मात्र भयो भनेपछि फेलरको कुरा मात्र गरे भनेपछि नम्बर अफ यु कति हुन्छ यो क्वेसनमा भन्दाखेरि यो 20% चाहिँ नम्बर अफ यु हुन्छ क्या। त्यही भएर फर्स्ट अफ अल नम्बर अफ यु निकालौँ है त। नम्बर अफ यु निकाल्न सक्यो। अनि त्यसपछि फेरि अर्को एउटा प्रब्लम आउँछ 40% अफ द फेलर फेल्ड इन साइन्स ओन्ली भने हामीले त के गर्न सक्छौँ भन्दा 40% अफ 1,15,000 गर्न सक्छौँ नि त। तर त्यस्तो होइन। 40% अफ द फेलरको 40% भनेपछि 40% अफ 20% हो क्या। भने कति हुन्छ हामीले सुरुमा नम्बर अफ यु निकाल्यौँ 20% गरेर 23,000 निकाल्यौँ नि त। अब हामीले चाहिँ के निकाल्नु पऱ्यो भन्दाखेरि चाहिँ अब साइन्समा मात्र फेल हुने कति छन् भन्दाखेरि चाहिँ 40% अफ नम्बर अफ यु हुन्छ क्या। अब चाहिँ अनि म्याथको केसमा पनि त्यस्तै हुन्छ होइन। अनि यो अदर सब्जेक्टबारे कुरा आउँछ, त्यो 3टा सेटहरू भएकोवाला क्वेसन त होइन भन्ने कुरा आउनसक्छ। यसमा कुनै स्पेसिफाई नै गरेको छैन भने त कुन सब्जेक्ट हो हामीलाई थाहा छैन। सब्जेक्ट त जति पनि हुन सक्छन्। त्यो भएर यो 5%लाई चाहिँ यो साइन्स र म्याथ बाहेक बाहिरको बनाउनु मैले क्या हामीले। अनि त्यसपछि अर्को हामीले सोधेको कुरा के छ भन्दाखेरि चाहिँ नम्बर अफ अब दुइटै रुचाउने कति छन् भन्दा त्यो हामीलाई थाहा छैन। सुरुमा एक्स मानिदिउँ है त। अब सोल्युसन गर्नुतर्फ जाउँ है त। फर्स्ट अफ अल भेन डायग्राम बनाऊँ, त्यसपछि हामीले सोल्युसन त इजिली गर्न सकिहाल्छौँ। ल हेर्नु है त, हामीले यो क्वेसनको भेन डायग्राम पनि बनाइसक्यौँ है। हामीले के राख्यौँ भन्दाखेरि यास र यामको कुरा, साइन्स र म्याथमा फेल भएको कुरा गरे अनि यो कति निकालेको हामीले 23,000 भयो। यो चाहिँ यसमा अलिकति गडबड भयो। नम्बर अफ यु चाहिँ हामीले 23,000 निकालेको। अनि हेर्नु साइन्समा मात्र फेल हुने कति छन् 9,200 छन्, म्याथमा मात्र कति छन् 8,050। अनि त्यो बाहेक अरूमा फेल हुने क्या। अरूमा फेल हुनु भनेको यिनीहरू दुइटामा फेल नहुने, हामीले त्यसरी बुझ्नु पऱ्यो नि। त्यो अब हेर्नु त्यो भेन डायग्रामबाट के आयो भन्दाखेरि हामीसँग छ हाम्रो के हो यु भनेको चाहिँ ओन्ली यास ओन्ली याम अनि दुइटैमा फेल भएका अनि दुइटामा फेल नभएका यसको सम हो कि नि 23,000 इक्वल टु 9,200 प्लस एक्स, यो बिचको एक्स आइसक्यो अनि 8,050 प्लस 1150 यसरी गर्दा आउँछ 4600 आउँछ क्या। यो नै हाम्रो एन्सर हो क्या। सो यसरी बुझ्नु होला है त। यसमा कुनै कन्फ्युजन अथवा कुनै पार्टमा केही बुझ्नु भयो भने फेरि कमेन्ट गर्नु होला, म तपाईँलाई प्राइभेटली पनि बुझाउन सक्छु। अनि अरू केही क्वेसनहरू छ भने डिस्क्रिप्सनमा मेरो फेसबुकको लिङ्क छ, त्यहाँ आएर मलाई क्वेसन सोध्न सक्नुहुन्छ है त।